ल आज हामी निकै नै प्रतीक्षामा रहेको कालिन्चोक हाइड्रो पावरको आइपिओको नतिजाबारे अलि गहिराईमा गएर कुरा गरौँ न है। हो, त्यो लामो प्रतीक्षा अब सकिएको छ। कालिन्चोक हाइड्रो पावरको आइपिओ रिजल्ट आएको छ र बाँडफाँड पनि आधिकारिक रूपमै सकिसकेको छ। यो आइपिओमा आवेदन दिनेहरूको संख्या थियो 27,50,000 भन्दा पनि बढी। त्यो 27 लाखको भीडबाट जम्मा 68,475 जना आवेदक मात्र भाग्यमानी ठहरिए। उहाँहरूले 10-10 किताको दरले शेयर पाउनुभयो। अब अगाडि के हुन्छ त? शेयर पर्नेले के गर्ने, नपर्नेले के गर्ने? अब यसबारे कुरा गरौँ। जसलाई शेयर पर्यो उहाँहरूको लागि अबको प्रक्रिया भनेको नेप्सेमा सूचीकरणको हो। यसमा सामान्यतया 1 महिना जति लाग्छ र जेठको दोस्रो हप्तासम्ममा यसको कारोबार पनि सुरु हुने अपेक्षा गर्न सकिन्छ। अब सबैभन्दा चासोको विषय, यसको मूल्य कति पुग्ला? त्यसको लागि यी दुई कुरा महत्त्वपूर्ण छन्। प्रति शेयर नेटवर्थ जुन 106 रुपैयाँ 4 पैसा छ र प्रति शेयर आम्दानी जुन 7 रुपैयाँ 7 पैसा छ। यिनै वित्तीय विवरणको आधारमा पहिलो कारोबारको मूल्य निर्धारण हुन्छ। कम्पनीको यही नेटवर्थको आधारमा नेप्सेले यसको पहिलो कारोबारको लागि एउटा मूल्य सीमा तोकिदिन्छ। स्रोत अनुसार त्यो सीमा न्यूनतम 100 रुपैयाँदेखि अधिकतम 318 रुपैयाँसम्म हुने देखिन्छ। विश्लेषकहरू के भन्छन् भने बजारको अहिलेको माहौल हेर्दा शेयर पर्नेले 10 किताबाटै करिब 1200 देखि 1500 रुपैयाँसम्म नाफा कमाउन सक्ने सम्भावना छ। ल अब अन्त्यमा यो पुरै प्रक्रियाबाट के सिक्न सकिन्छ त? खासगरी नेपाली शेयर बजारमा लगानी गर्नेहरूका लागि केही रणनीतिबारे कुरा गरौँ। शेयर नपर्नेहरूले निराश हुनुपर्ने कुनै कारण छैन। यो त सम्भावनाको खेल हो। एउटा परेन भने अर्को पर्ला। अर्को कुरा, पाइपलाइनमा अरू पनि थुप्रै कम्पनीका आइपिओहरू आउँदैछन्। एउटा महत्त्वपूर्ण रणनीति के हुन सक्छ भने परिवारका सबै सदस्यको डिम्याट खाता खोलेर आवेदन दिने। यसले शेयर पर्ने समग्र सम्भावनालाई पक्कै बढाउँछ।